पहाडको काखमा बसेको एउटा सानो गाउँ थियो। त्यो गाउँमा रामे र उसकी श्रीमती माया बस्दै आएका थिए। उनीहरू गरिब थिए तर मेहनती र इमान्दार। रामेको पुरानो घर वर्षाले भत्किएको थियो। नयाँ घर बनाउन उनीसँग पैसा थिएन। एक दिन रामेले मायालाई भन्यो, हामी आफैले माटो र ढुङ्गाले घर बनाउँछौँ। ढिलो होला तर आफ्नो पसिनाले बनेको घर मिठो हुन्छ। अर्को दिनदेखि रामे र माया काममा लागे। बिहान सबेरै उठेर उनीहरू जङ्गलबाट काठ ल्याउँथे, खेतबाट माटो झिक्थे र ढुङ्गा बटुल्थे। गाउँलेहरूले सुरुमा हाँसे, यी गरिबहरूले कहिले घर बनाउलान् र? तर रामेले हार मानेन। माया पनि सधैँ साथमा उभिए। केही दिनपछि गाउँका बुढा काका आएर भने, तिमीहरूको मेहनत देखेर हामी पनि सहयोग गर्छौँ। त्यसपछि के भयो भने पुरै गाउँ जुट्यो। कसैले ढुङ्गा ल्यायो, कसैले काठ, कसैले माटो मुछ्न मद्दत गर्यो। केही हप्तामा एउटा सुन्दर माटोको घर तयार भयो। घर बनेको दिन रामे र मायाको आँखा खुसीले भरियो। रामेले भन्यो, यो घर हाम्रो मात्र होइन, यो त गाउँको माया र एकताको प्रतीक हो। त्यो दिनपछि गाउँमा कसैले पनि एक्लै दुःख भोग्नु परेन। सबैले एक अर्कालाई सहयोग गर्न थाले।